यति तीनवटा कुरा याद गरियो भने यो इन्भर्सको डेरिभेटिभ याद गर्न हामीलाई एकदम सजिलो हुन्छ। प्लस टी वालासँग स्क्वायर हुन्छ, सी को डेरिभेटिभ नेगेटिभ हुन्छ, सेक वाला एक्लै आउँदैनन् भन्ने कुरा सम्झिने। जस्तो पहिला यो सी को डेरिभेटिभ नेगेटिभ हुन्छ भनेको यहाँ सी छैन, यो पोजिटिभ भयो, यहाँ सी छ यसको डेरिभेटिभ नेगेटिभ, यहाँ सी छ यसको डेरिभेटिभ नेगेटिभ र यहाँ सी छ यसको डेरिभेटिभ नेगेटिभ भनेर सम्झिने। त्यसपछि अब यो साइनको हामीले पाइथागोरस रिलेसन सम्झिनुपर्छ। पाइथागोरस रिलेसन भनेको के हो भन्दाखेरि साइन स्क्वायर एक्स प्लस कस स्क्वायर एक्स इज इक्वल टू 1, यो हामीले जुन 9-10 मा पढेको फर्मुला हुन्छ। त्यस्तै गरेर सेक स्क्वायर एक्स माइनस टेन स्क्वायर एक्स इज इक्वल टू 1, त्यसै गरेर कसेक स्क्वायर एक्स माइनस कट स्क्वायर एक्स इज इक्वल टू 1। यो पाइथागोरस रिलेसन सम्झिँदै जाने। साइन भएको पाइथागोरस रिलेसन के छ? 1 माइनस साइन स्क्वायर एक्स भन्ने एउटा रिलेसन छ, हो त्यही लगाइदिने यसमा। यहाँनिर साइनलाई चाहिँ एक्स मान्ने भनेपछि 1 माइनस यो के भयो? एक्स स्क्वायर भयो। त्यस्तै गरेर कस भएको पाइथागोरस रिलेसन के छ? 1 माइनस कस स्क्वायर एक्स भनेपछि यसलाई चाहिँ एक्स मानेर के लेख्नु पर्यो? यहाँ 1 माइनस एक्स स्क्वायर। त्यस्तै टेन वाला पाइथागोरस रिलेसन के छ? 1 प्लस टेन स्क्वायर एक्स भन्ने छ, यसबाट आउँछ नि यहाँबाट होइन। त्यसको त्यो भएपछि यसलाई एक्स मानेर के लेख्नु पर्यो? यहाँनिर 1 प्लस एक्स स्क्वायर। त्यसै गरेर कट वाला रिलेसन के छ? 1 प्लस कट स्क्वायर एक्स, 1 प्लस कट स्क्वायर एक्स हामीले यसबाट निकाल्छौँ त्यो भनेपछि त्यो कट स्क्वायर एक्सलाई 1 एक्स मानेर 1 प्लस एक्स स्क्वायर लेख्नु पर्यो। त्यस्तै सेक वाला रिलेसन के छ? सेक स्क्वायर माइनस 1, सेक स्क्वायर माइनस 1 छ। यो सेक वाला चाहिँ हामीले सेक स्क्वायर एक्स माइनस 1 गरेको छ, यसलाई एक्स मानेर एक्स स्क्वायर माइनस 1 लेख्नु पर्यो। कसेक वाला के छ? कसेक स्क्वायर एक्स माइनस 1 भनेपछि यसलाई पनि एक्स स्क्वायर माइनस 1 यसरी गर्नु पर्यो। अब सबैमा रुट हुन्छ, सबैमा रुट हुन्छ, यसमा पनि रुट हुन्छ, यसमा पनि रुट हुन्छ। टी वालाको चाहिँ स्क्वायर हुन्छ भनेपछि रुट हुँदैन भन्ने सम्झिने। टी वालाको चाहिँ स्क्वायर भनेपछि यसमा रुट लाउनु भएन, यसमा रुट लाउनु भएन, यहाँ पनि रुट हुने भयो, यहाँ पनि रुट हुने भयो। त्यसपछि सेक एक्लै आउँदैन। सेक वाला भनेको दुईटा छन्, ई सेक वाला, ई सेक वाला, यो दुईटा छन्। यिनीहरू एक्लै आउँदैन, यिनीहरूसँग को आउँछ? आफै पनि आउँछ भनेको एक्स पनि आउँछ, यसरी एक्स पनि थपिदिने। यति भएपछि आइहाल्यो।